टिपा चाहिँ यहाँ सेक पोलेर सबैजनालाई टेस्ट गराउँदै हुनुहुन्छ। यता हेर्नु न के भन्नु त ब्लगमा के भन्नु न ब्लगमा यो रियल वाला ब्लग हो सबैजनाले कस्तो भइरहेछ थाहा छैन तर मलाई रमाइलो फिल भयो सबैले रमाइलो फिल गरौँ सबै रमाइलो रमाउँ ल भाइ अङ्कल खानु न ब्लग ब्लग टिपाको च्यानलमा ले झर्यो भाग्य झर्यो अब म सबैलाई इन्ट्रोडक्सन गराउँछु। वाउ अङ्कल यता केही बोल्नु त फेरि अङ्कल बोलो तारारा बोलो तारारा हाउई ब्लग हो टिपाको ब्लग भनिदिनु टिपाको ब्लगमा तपाईँलाई आज कस्तो लाग्यो आजको डे एकदम रमाइलो लाग्यो रमाइलो हुने पनि छ आन्टी र अङ्कल स्विट कपल आजको डे कस्तो लाग्दैछ बेस्ट आन्टीलाई सेक बनाउँदै हुन्छ आन्टी दुईजना नि कपाल हो अङ्कल आजको दिन कस्तो लाग्दैछ तपाईँलाई भिडियो बनाउँदैछु क्या गुड हो ल अङ्कल वन्डरफुल भाइ ल अङ्कल हस् वन्डरफुल भाइ हुन्छ अङ्कल हुन्छ अङ्कल हस् ल सबैजनाले मार्दै हुनुहुन्छ अनि यस्तो हुँदैछ यहाँ तपाईँहरूलाई म भित्रको घर देखाउन चाहन्छु मेरो हातमा बोसो लागेको छ लाइट बाल्छ मार्छु हाम्रो यहाँ सबैजना अलिकति यस्तै यो खालको पानी खाने हुनु भएर चाहिँ यो धेरै छ यो अब यो जुस सुसको त पुरै छैन ल देखाइदिनु त ल यतातिर चिकनहरू छ यहाँ पनि सबै हेर्नु न अब यस्तै खालको सबै निलो पानी छ यता पनि छ सबै गर्मी चिसो पानी सोवाकहरू छ जुसहरू अलिअलि छ यता हाम्रो मासु आइटमहरू छ ल धन्यवाद तपाईँहरूलाई म किचन पनि देखाउन चाहन्छु किचन चाहिँ यस्तै छ यसरी हेर्दा यस्तो छ यहाँ हाम्रो खाना पाक्दैछ कि पाकिसक्यो मैले थाहा पाएन भएबाट यस्तो रुमहरू छ अब तपाईँहरूले रुम नथिए पनि खाएर यस्तो यस्तो भइरहेछ अहिलेको लागि चाहिँ यो चाहिँ म हो यो चाहिँ हाम्रो रुम ए लाइट अफ भएछ फेरि
रुमहरू त्यस्तो रुमहरू ठिकै छ सबैवटा होस्टेल रुमहरू जस्तै छ डबल बेडवाले ठिकै छ एकदमै सिम्पल हुन्छ त्यसमा अनि अब 1 घन्टा गयो भने यति मान्नु पर्ने कति एक्सपेन्सिभ हो गीत गाउन पनि यहाँ यस्तो डेकोरेट गरेको छ यो चाहिँ मलाई धेरै मन पर्यो यो घरमा यो भएको चाहिँ किनभने राईहरुकोमा यस्तो खालको युज गर्छ चिन्डो हामी चिन्डो भनेर चिन्छौं चिन्डो नै हो मलाई त्यति धेरै त थाहा छैन तर केही गल्ती भयो भने माफ गरिदिनु होला अनि यहाँ पनि छ यस्तो बुकहरु छ मेरो खुट्टा देखिरहेछ फ्लावरहरु दियो यस्तो बाँसले बुनेको अनि यहाँ पनि बाँसहरुले बुनेको छ के हो यो मलाई त्यस्तो त थाहा भएन ढुङ्गाहरु छ के हो यो यो त जातो जस्तै छ तर जातो के होइन त्यो पनि मलाई थाहा भएन जातो के हैन यो के बक्स हो र्याकहरु यहाँ बुकहरु छ यहाँ अंकलहरु तास खेल्नु भएको यता सोफाहरु छ अनि यता यस्तो छ डेकोरेट गरेको यस्तो छ अनि यो इन्ट्रेस्टिङ कुरा चाहिँ के छ भने यो घरमा यस्तो यो काठहरुले यो माटोले बनाएको छ अनि यता माथि पनि देख्न सक्नुहुन्छ काठहरुले एकदमै राम्रो डिजाइन गरेर बनाएको घर छ अनि यता नि सोफाहरु छ यसरी यतिको डेकोरेट गर्छ जस हलहरु एकदमै राम्रो छ राम्रो लाग्दैछ यो चाहिँ डे 1 हो अंकल चाहिँ फेरि ल अंकल कागती पानी खाँदै हुन्छ यता हेर्नु त हो रहेछ कागती पानी खाँदै हुन्छ अब मेरो चप्पलहरु यस्तो छ इन्ट्रेस्टिङ ज्याल यही बसमा हामी आएको सबैजना खानुमा अलिअलि हतार हुन्छ तर मलाई त्यस्तो इन्ट्रेस्ट छैन अहिले नै चाहिँ किनभने तपाईहरुलाई म यस्तो राम्रो ठाउँहरु देखाउनु छ त्यसैले यहाँ नि कस्तो राम्रो घर छ कुनै नेपालमा पनि यस्तो घरहरु होइन नेपालमा धेरै जस्तो यस्तो घर हुन्छ त्यो सिसाको चाहिँ हुँदैन तर अहिले त धेरै राम्रो भइसकेको छ हाम्रो नेपाल यस्तो छ यो तिपाको कार हो अनि यो सारुमहरु हो अनि यहाँ मुनि खोला पनि छ तपाईहरुलाई आज मैले अलिक बेलका भ्लग स्टार्टिङ गरेको भएर चाहिँ खोला देखाउँदैन तर खोला पनि यति राम्रो छ म दिउँसो भरि खेलेर मेरो थाकेर मेरो हातहरु पुरै दुखेको छ अलि ब्लर आइरा छ किन गीत पनि इन्ट्रेस्टिङ छ हाम्रो टिप्पा चाहिँ पनि म 1-2 फल्को घुमेर जान्थे कति राम्रो देखेको सबैजना आफ्नो धुनमा हुनुहुन्छ म एउटा खाँदै हुन्छ श्रेष्ठ अंकल यसरी खाँदै हुन्छ म यसरी कसले मलाई देखेर बहिनी भन्न आन्टीहरु यहाँ मस्त मन गएर अब खान्छु म ठ्याक्कै एक खनको घुमेर आइपुगेँ
औ